तपाईको लागि पहिलो सामान्य ज्ञान प्रश्न। काठमाडौँ उपत्यकामा कतिवटा प्रतिनिधि सभा चुनाव क्षेत्र रहेका छन्? ए 7 वटा, बी 9 वटा, सी 10 वटा, डी 12 वटा। यसको सही जवाफ रहेको छ सी 10 वटा। अर्को प्रश्न, नेपालका कुन चर्चित गायक प्रधानमन्त्रीको रूपमा कुनै पार्टीको चुनावमा उम्मेदवारी दिँदै हुनुहुन्छ? ए रामकृष्ण ढकाल, बी राजेश पायल राई, सी दुर्गेश थापा, डी बालेन शाह। यसको सही उत्तर रहेको छ डी बालेन शाह। अर्को सामान्य ज्ञान प्रश्न, नेपालको सबैभन्दा गहिरो ताल कुन रहेको छ? ए फेवा ताल, बी रारा ताल, सी बेगनाथ ताल, डी से फोक्सुन्डो ताल। यसको सही उत्तर रहेको छ बी रारा ताल। अर्को सामान्य ज्ञान, नेपालको विश्व सम्पदा सूचीमा रहेको चागो नारायण मन्दिर कुन राजाको पालामा बनेको थियो? ए मानदेव, बी एच मल्ल, सी पृथ्वीनारायण शाह, डी जय स्थिति मल्ल। यसको सही जवाफ रहेको छ ए मानदेव। पृथ्वीमा कति प्रतिशत पानीको मात्रा रहेको छ? ए 51%, बी 41%, सी 71% र डी 81%। यसको सही उत्तर रहेको छ सी 71%। अर्को सामान्य ज्ञान प्रश्न, मानिसले कति प्रकारका वासनाहरूको महसुस गर्न सक्छन्? ए 20,000, बी 30,000, सी 50,000, डी 40,000। यसको सही उत्तर रहेको छ सी 50,000। अर्को सामान्य ज्ञान प्रश्न, बहुचर्चित सोशल मिडिया एप व्हाट्सएपको आविष्कार कहाँ भएको थियो? ए चीन, बी अमेरिका, सी बेलायत, डी रसिया। यसको सही जवाफ रहेको छ बी अमेरिका। अर्को सामान्य ज्ञान, हामीले खाने तरकारी मध्ये कुन तरकारीबाट हाम्रो शरीरको रगत सफा हुने गर्दछ? ए करेला, बी लौका, सी फर्सी, डी काँक्रो। यसको सही जवाफ रहेको छ ए करेला। अर्को सामान्य ज्ञान, हीराको खोजी गर्ने पहिलो देश कुन हो? ए अमेरिका, बी रसिया, सी चीन, डी भारत। यसको सही जवाफ रहेको छ डी भारत। अर्को प्रश्न, विश्वमा सबैभन्दा पहिला कागजको आविष्कार कहाँ भएको थियो? ए अमेरिका, बी ब्राजिल, सी अफ्रिका, डी चीन। यसको सही जवाफ रहेको छ डी चीन। यो चित्र हेरेर भन्नुस् नेपालका कुन चर्चित गायकको यो चित्र रहेको छ? ए नारायण गोपाल, बी फतेमान, सी नातिकाजी, डी बच्चु कैलाश। यसको सही जवाफ रहेको छ ए नारायण गोपाल। अर्को सामान्य ज्ञान, हाम्रो राष्ट्रिय खेल कुन हो? ए डन्डी बियो, बी क्रिकेट,
सी फुटबल, डी भलिबल। यसको सही जवाब रहेको छ डी भलिबल। To the moon